गाइस हजुरहरूलाई मेरो आजको ब्लगमा स्वागत छ। र आज चाहिँ हामी यहाँ बाख्रा आएन नि त, 4:30 भइसक्यो, बाख्रा आएकै छैन। त्यही भएर बडा म बाबुई चाहिँ बाख्रा खोज्नु आएको छौँ यहाँनिर फारसमा होइन। र फारसको बिचमा चाहिँ हामी पस्दैनौँ र बाहिर मात्रै हेर्ने। बाख्रा चाहिँ ब्याउने छ नि त, त्यही भएर चाहिँ यहाँ हेर्नु आएको, नभए त आउने पनि थिएनौँ। त्यही भएर चाहिँ हामी बाख्रा खोज्दैछौँ। हेर्नुहोस् है आजको मेरो ब्लग, हाम्रो फारस कस्तो छ हेर्नुहोस् है सबैजनाले। यहाँ हुनुहुन्छ हाम्रो बडा यता नमस्ते भनिदिनु त। यहाँ उता सबै हाम्रो फारस हो। अहिले चाहिँ यहाँ फारसमा हात्ती पनि आएको छ अरे, त्यही भएर हामी चाहिँ नपस्ने भित्र। अब चाहिँ हामी घर फर्केको, बाख्रा पनि भेटेन हो। अब फारसमा बिहायो कि के भयो, बाबुई चाहिँ माथि हेर्नु जानुभएको छ र बडा र म चाहिँ फर्केको। र अब चाहिँ हामी घर जाँदैछौँ। र यो चाहिँ हो हाम्रो रमाइलो गाउँ। यहाँ हामी चाहिँ घर आइपुग्यौँ। हेर्नुहोस् हाम्रो आमैहरूको घरमा चाहिँ आमैले रोप्नु भएको फुल। र अघि हामीले खोज्नु गएको बाख्रा आयो र आधी मात्रै आयो, तर आधी आएकै छैन। दिदीले बोल्नु हुँदैछ हाम्रो चाहिँ एउटा मात्रै हो। र एउटा चाहिँ घर लाँदैछु र घरको आँगनमा पुगे। हाम्रो चाहिँ बाख्रा 3टा हो नि त, जम्मा 2टा मात्रै आइरहेछ। र आज चाहिँ हाम्रोमा यहाँ बाजे आउनु भएको रहेछ। र यहाँनिर चाहिँ हामी बाजे नातिनी कुरा गर्दैछौँ, बात मार्दैछौँ। र अब चाहिँ म घरबाट आमाहरूकोमा पनि आइपुगेँ। र यहाँनिर चाहिँ आमै खाना बनाउनु लागि तयार हुनुहुँदै रहेछ। र यहाँनिर चाहिँ खाना पाक्दैछ आलु। अनि यहाँ दिले बाबुई चाहिँ खोले बनाउनु हुँदै रहेछ, खोले काट्नु हुँदै रहेछ। र अब चाहिँ रात पनि पर्यो। म चाहिँ अब लाइट बाल्नु आएको छु। यहाँनिर सबै रुममा लाइट बाल्दैछु। लाइट पनि बालिसके। अब चाहिँ खिड्कीहरू तिनेर पर्दा लगाइदिन्छु भनेर चाहिँ म पर्दा लगाउँदैछु। र यहाँनिर चाहिँ मामाले औराको ब्लगर भन्नुहुँदै थियो। मेरो आजको ब्लग हेरिहाल्नु भयो होला। र यति भन्दै मेरो आजको ब्लग म यहाँ अन्त गर्न चाहन्छु। धन्यवाद सबैलाई।